चन्द्र भण्डारी भन्छन्, मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ। भिजिट विश्व प्रकरणमा 14 जना गृहमन्त्रीमाथि छानबिन गर्ने राप्राको प्रस्ताव। शेयर बजारका सबै सूचकाङ्क घटे, कारोबार बढ्यो। संसदको अवरोध खुलाउने पहल लिन सरकारलाई रुलिङ गर्न सभामुखसँग माग। कानुन मन्त्रीको कल डिजेल दर्शकबिन सार्वजनिक गर्नुपर्ने अभिव्यक्ति काङ्ग्रेसको आपत्ति। बालुवाटारमा ओली भण्डारीले 1.5 घण्टा के कुरा गरे त, यसमा सम्पूर्ण जानकारी। बेलमा पर्दै रासपाका सांसदहरू। रासपालाई नैतिकता सिकाउनु पर्छ, राजवादीको सम्पत्ति छानबिन गर्नुपर्छ, बस्नेतको भनाई। निजामती विधेयक अड्किएकोमा संसदीय समितिमा सभापति असन्तुष्टि। निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। प्रमुख 3 दलको बैठक स्थगित। दर्शकबिन आज बस्ने भनेको प्रमुख 3 दलको बैठक किन स्थगित भयो, के कारणले स्थगित भयो त यसमा सम्पूर्ण जानकारी। मन्त्रीले आफ्नो ओडा र टोलमा बजेट हाल्नु स्वाभाविक रहेको सांसद ढकालको भनाई। जनताले अवसर दिए, नेताहरूले देश बिगारेकोमा जिम्मा लिनुपर्छ। जनार्दन शर्मा कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने, पुरानो कुरा बिर्सिनु पर्छ भन्दै यस्तो बताए, मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ। चन्द्र भण्डारी बजेटको बुँदा नम्बर 227 ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो। सांसद शर्मा अदालतमा दर्शकबिन गन्किरहेको थियो। सरकार भ्रष्टाचारमा चुर्लुममा डुबेको छ। सांसद सुनार कोशी प्रदेशका मन्त्रीले किन कुटे एकीकृत समाजवादीका नेतालाई, आखिर के हो वास्तविक रहस्यमय के हो त यसमा सम्पूर्ण जानकारी। रासपा र एकीकृत समाजवादीलाई जित जङले भने, पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनु पर्छ। प्रभु शाहको प्रश्न, जनताले तिरेको कर नेताको भुँडी भर्न हो भन्दै यस्तो आक्रोश पोखे। सञ्चार मन्त्रीको चेतवनी मेटाले टेरेन। हरित अर्थतन्त्रको प्रबन्ध मार्फत आर्थिक चुनौतीको सामना गर्न सक्छौ। दर्शकबिन विष्णु सापकोटाको भनाई। 14 सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने काममा फर्किए काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजु पाण्डे। भिजिट विश्व प्रकरणमा थप सशक्त ढङ्गले अगाडि बढ्न रासपाको निर्देशन। 4 वडा अध्यक्षको जिम्मेवारी खोज्ने निर्णयबाट पछि हटे बालिन्सा। पल्यान्डको मनस्थितिमा रहेको नयाँ पुस्तालाई जागृत गर्नु जरुरी रहेको मन्त्री पाण्डे। दर्शकबिन प्रधानमन्त्रीले उद्घाटन गरे लगत्तै फ्लाइओभरबाट गाडी घुन्ने। नेकपाका सांसद थापाले बजेट पुस्तिका मन नपरेर सदनभित्रै च्याते। रमेश लेखक सहित 2064 यताका सबै गृहमन्त्रीमाथि छानबिन गरौ, ज्ञानेन्द्र साईको भनाई। दर्शकबिन रवि लामी छाने बारे के कस्तो समाचार आइरहेको छ, अदालतले के कस्तो फैसला गर्दैछ त, यी र यस्तै समाचार लिएर उपस्थित भएका छौँ। अहिलेसम्म पनि हाम्रो च्यानल लाइक सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरी साइडमै रहेको बेलायकन घन्टीलाई बजाई अलमा क्लिक गर्न पनि नभुल्नुहोला। दर्शक महानुभावहरू, तपाईँहरूले हामीलाई कहाँदेखि हेर्दै अनि सुन्दै हुनुहुन्छ, हाम्रो सामग्री के कस्तो लागिरहेको छ त्यो पनि तल कमेन्ट बक्समा उल्लेख गर्न सक्नुहुनेछ भन्दै लागौ आजको पहिलो र विशेष खबरतर्फ। दर्शकबिन नेपाली काङ्ग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको जलस्रोत पर्याप्त सम्भावना बोकेको भए पनि राजनीतिक नेतृत्वको सोच र कार्यशैलीकै कारण त्यसको उपयोग हुन नसक्ने बताउँदै आएका छन्। बिहिबार प्रतिनिधि सभा बैठकमा खर्च कटौती प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनले जलस्रोत मन्त्रीले 28,000 मेगावाट बिजुली निकाल्ने योजना ल्याएर तर त्यो सपना जस्तो लाग्ने बताएका छन्। सरकारले नीति बनायो तर नेताहरूको भाषणमै स्वदेश फर्केर लगानी गर्न नेपालीलाई पेरोडा गर्ने सोच देखिएन, उनले जानकारी समेत दिँदै आइरहेका छन्। उनले भनेका छन्, अब त बैंकलाई पनि भनिएको छ, आवश्यकता परे मात्रै लगानी गर, होइन भने नछुनु जस्ता सन्देश आउँछ। सोच, चिन्ता बुझ्न र इमान्दारीमै समस्या रहेको छ। मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ भन्दै यस्तो घोषणा समेत गर्दै आइरहेको छ। आउनुहोस् उहाँहरूको खबरतर्फ लागौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्राले भिजिट विश्व प्रकरणमा 14 जना गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने बताएको छ। बिहिबार प्रतिनिधि सभामा बोल्दै राप्राका प्रमुख सचेतक ज्ञानेन्द्र साईले यस्तो प्रस्ताव राखेका छन्। भिजिट विश्व प्रकरणमा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलादेखि बहालवाल गृहमन्त्री रमेश लेखकसम्मका 14 जना गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनु पर्ने उनको आग्रह रहेको छ। भिजिट विश्व प्रकरण कुनै दल विशेषको नभई सबैको साझा मुद्दा भएकाले यस विषयमा सबै दल एक ठाउँमा आउनुपर्ने उनको
आह्वान रहेको छ। भिजिट भिसा प्रकरणमा छानबिन समिति नभएसम्म आफूहरूको विरोध कायमी रहने उनले बताएका छन्। शाहीले आफूहरूको विरोधका बावजुद सदन चलाउन सभामुखले बाध्य नपार्न सरकारले सुझाव दिँदै आएको छ। विरोधका बीच संसदको कार्यसूची अगाडि बढेपछि रासपाका सांसदहरूले बेल घेराउ गरेका छन्, तर राप्राका सांसदहरूले बैठक बहिष्कार गरेर बाहिर निस्किएको बताएका छन्। आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। दर्शकबिन साताको अन्तिम कारोबार दिन सेयर बजारका सबै सूचक घटेका छन्। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा 24.76 अङ्क घटेको छ। सो गिरोवटपछि नेप्से 2628 अङ्कमा कायम भएको छ। कारोबार रकम बढेको छ। अघिल्लो दिन 9 अर्ब 8 करोडको कारोबार भएकोमा आज 11 अर्ब 23 करोडको कारोबार भएको जनाएका छन्। जम्मा 47 कम्पनीको मूल्य बढ्दा 201 को घटेको छ। सबै समूहगत सूचक घटेका छन्। व्यापार सबैभन्दा धेरै 2.47% घटेको छ। त्यस्तै बैंकिङ 0.50, विकास बैंक 1.12, फाइनेन्समा 0.93, होटेल तथा पर्यटन 0.93, हाइड्रो पावर 1.34, लगानीमा 0.73, जीवन बिमा 0.41, उत्पादनमा 1.01, माइक्रो फाइनेन्समा 1.06, निजी जीवन बिमा 0.34 तथा अन्य समूह 1.12% घटेको बताएका छन्। दर्शकबिन आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। प्रतिनिधि सभाको अवरोध खुलाउने पहल लिन सरकारलाई रुलिङ गर्न सभामुखले रुलिङ गर्नुपर्ने माग उठेको छ। यस्तो माग प्रतिनिधि सभामै उठेको छ। प्रतिनिधि सभामा रासपाका सांसदहरूले निरन्तर अवरुद्ध गर्दै आएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनीहरूको माग रहेको छ। यही माग राखेर राष्ट्रिय पर्यटन पार्टी राप्राका सांसदहरूले सदनको बैठक नै बहिष्कार गर्दै आएका छन्। अवरोध र बहिष्कारको बीचमा सदनको काम कारबाही अगाडि बढाएको र यो संसदीय अभ्यास र मूल्य मान्यता विपरीत रहेको भन्दै आम जनता पार्टी आजपाका सांसद प्रभु शाहले सरकारको भूमिका बताएका छन्। बजेटमाथि छलफल चलिरहेको छ, तर संसदमा विरोध प्रदर्शन भइरहेको छ। सरकारलाई मतलब छैन। उनी भन्छन्, म सभामुखले आग्रह गर्न चाहन्छु सरकार गम्भीर हुन निर्देशन होस्, सभामुखबाट रुलिङ होस् भन्ने माग गर्न चाहन्छु भन्दै उनले जानकारी समेत दिँदै आइरहेका छन्। आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। दर्शकबिन कानुन मन्त्रीको कल डिजेल सार्वजनिक रूपमा अभिव्यक्तिमा नेपाली काङ्ग्रेसले आपत्ति जनाएको छ। दर्शकबिन प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत छलफलमा बोल्दै स्वतन्त्र सांसद र अमेश कुमार सिंहले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको कल डिजेल सार्वजनिक गर्न माग गरेको थियो। कानुन मन्त्रीले न्याय प्रभावित पार्न न्यायाधीशलाई फोन गरेको उनको आरोप रहेको थियो। सांसद सिंहलाई सभामुख घिमिरेले नाम नलिएर आफ्ना अभिव्यक्ति राख्न आग्रह समेत गरेको थियो। त्यसको केही बेर काङ्ग्रेसकी सचेतक सुशीला थिङले कानुन मन्त्रीको कल डिजेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा काङ्ग्रेसको आपत्ति जनाएकी हुन्। प्रतिनिधि सभा नियमावलीको नियम 23 अनुसार संसदमा असम्बन्धित विषय राख्न नपाइने भन्दै उनले नियम आपत्ति गर्न चाहेको बताएकी छिन्। सदस्यले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको यस विषयसँग सम्बन्धित हुनुपर्ने भनिएको छ, तर कानुन मन्त्रीको कल डिजेलको कुरा सम्बन्धमा भएन, त्यो रेकर्डबाट हटाइयो, सचेतक थिङले बताउँदै आइरहेकी छिन्। आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। दर्शकबिन पूर्व राष्ट्रपति तथा नेकपा एमालेका पूर्व उपाध्यक्ष विद्या देवी भण्डारी मङ्गलबार साँझ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेकी हुन्। प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग भण्डारीको करिब 1.5 घण्टा भलाकुसारी भएको थियो। एउटा पार्टीका अध्यक्ष र पूर्व उपाध्यक्ष बीचको भेटघाट राष्ट्रिय राजनीतिमा चर्चा हुनुपर्ने विषय त होइन, तर परिस्थिति नै त्यस्तै छ कि अहिले उनीहरू बीचको संवादले चर्चा पाएको छ। मुलुक बाहिर चीन र मुलुकभित्र पनि विभिन्न ठाउँमा पुगेर फर्किएपछि भण्डारी ओलीलाई भेट्न पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा पुगेकी हुन्। बालुवाटारमा यी दुई नेताहरूले एक्लै छलफल गरेको बताएका छन्। भेटपछि दुवैजनाले आफ्नो आफ्नो पक्षका नेताहरूसँग भेटघाटबारे जानकारी गराएका छन्। यी दुवै नेताहरूसँग छुट्टा छुट्टै छलफल गरेका नेताहरूले बताए अनुसार पूर्व राष्ट्रपति भण्डारी आफै समय लिएर प्रधानमन्त्री ओलीलाई भेट्न गएकी थिइन्। ओलीलाई भेटेर अहिलेसम्म भएका भेटघाटहरू नेता तथा कार्यकर्ताहरूले वक्तव्य गरेका धारणा र पार्टी राजनीतिमा आफ्नो सम्भावनाबारे बताएकी थिइन्।
दर्शकबिन विद्याजीले जिल्ला दौडानका बेला भएका छलफलहरू र नेता कार्यकर्ताले चाहेको बारे पार्टी अध्यक्षलाई जानकारी गराउनु भएको छ भण्डारी निकट एक नेताले बताएका छन्। तर विद्याजीले आफैले मुख खोलेर म नेतृत्वका लागि तयार भइसके तपाईँले छोड्नुहोस् भनिसक्नु भएको छैन। उक्त स्रोतले भनेअनुसार भण्डारीले नेता कार्यकर्ताहरूले नयाँ नेतृत्वको चाहना गरेको बताएकी थिइन्। जवाफमा प्रधानमन्त्री ओलीले अझै समय बाँकी रहेकाले त्यसबारेमा सरसल्लाह गर्न आफू तयार रहेको बताएकी थिइन्। भदौमा विद्वान महाधिवेशन हुँदै महाधिवेशन पनि आउला सल्लाह गरौला ओलीले भण्डारीसँग भनेका थिए। तपाईँलाई भेट्नेहरूले तपाईँलाई अगाडि बढ्नुहोस् भन्छन्, मलाई भेट्नेहरूले मलाई नै नछोड्नुहोस् भन्छन् भन्दै बताएका छन्। भेटपछि एमालेका केही पदाधिकारीसँग भएको कुराकानीमा भण्डारीले एमालेमा अहिले नै 2वटा पिल्लर बनाएर जाने सोचमा आफू नरहेको बताएकी थिइन्। मैले ओलीजीसँग कुरा गर्दा उहाँलाई त्यति नकारात्मक पाइन, सल्लाह गरौला भन्नुभएको छ भण्डारीको भनाइ उद्घोष गर्दै एमालेका अर्का एक नेताले भने सकेसम्म सहमतिमै अगाडि बढ्ने उनको भनाइरहेको छ। राष्ट्रपति कार्यालयको सकिएपछि भण्डारी एमालेको पार्टी राजनीतिमा सक्रिय हुन चाहन्छन्। त्यही चाहना अनुसार नै उनले एमालेका नेता कार्यकर्ताहरूसँग भेटघाट थालेकी छिन्। गण्डकी, कोशी र लुम्बिनी प्रदेशमा पुगेर भण्डारीले कार्यकर्ताको मन बुझेको पनि उनले बताएकी छिन्। पूर्व राष्ट्रपति भण्डारीको चीन भ्रमणको कारण पनि एमालेको राजनीतिक वीरता तरङ्गित रहेको छ। तर एमालेको आन्तरिक राजनीतिक जीवनमा ओली र भण्डारी र भरपर्दो सारथी भएकाले उनीहरूले अहिले नै आफ्नो आफ्नो गोठ तयार गरिसकेको भन्नेमा एमालेका नेताहरू स्वीकार गर्दैनन्। अहिले दुवै नेताले कार्यकर्ताको मन बुझ्ने र एकअर्काको नाडी छाम्ने काम गरिरहनु भएको छ। अहिले नै अलग अलग बाटो कोरो भन्ने दुवैको मनमा छैन। एमालेका अर्का एक पदाधिकारीले भने तर कार्यकर्ता र तहका नेताहरूका बीचमा स्पष्ट किता काट जस्तो देखिएको छैन भन्दै बताएका छन्। त्यसैले मङ्गलबारको भेटमा भण्डारीले ओलीसँग कार्यकर्ताको चाहना उल्लेख गर्दै आफूलाई सहयोग गर्न आग्रह गरेकी छिन्। पछिल्लो समय एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका सक्रिय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक रूपमै पनि एक अर्काका विरुद्ध टिप्पणी गर्दै आएको बताएका छन्। गत जेठ 25 गते अनेक रासु बिउको अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आउनु अघि नै नेतृत्व परिवर्तनको कुरा गरेर अध्यक्षलाई कमजोर बनाउन खोजिएको बताएका थिए। पार्टीमा कुनै छलफल नै भएको छैन। को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणा नै भएको छैन। अहिले भने अनि बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता प्रयासहरू सोझै इन्कार रहेको जानकारी समेत दिँदै आइरहेका छन्। आउनुहोस् उहाँहरूको खबरतर्फ लागौ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सांसदहरू संसदको बेलमा रहेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका उनीहरू बिहिबार बेलमा मोइन रहेका छन्। पल्टी कसेर बसेका उनीहरूमध्ये कोही बजेट किता बेलमै बसेर बोलिरहेका छन्, कोही मोबाइल चलाइरहेका छन् भने कोही सांसदका धारणा सुनिरहेका छन्। आफूसँग सम्बन्धित र पक्षधारका धारणा रोष्टबाट व्यक्त हुँदा उनीहरू बेलमै रहेर तिनै किताब माथिबाट ढ्याप ढ्याप समातेर गरिरहेका छन्। सांसद प्रभु शाहले संसदको अवरोध हटाउने पहल लिन सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने माग राखेको थियो, जसमा राजसपाका सांसदहरूले ताली बजाएर समर्थन गरे थिए। विगतका दिनमा बेलमा नाराबाजी समेत गर्दै आएका उनीहरू बिहिबार सुरुमा केही बेर नाराबाजी गरेर बसेका हुन्। बेलमा जानु अगाडि रासपाका सांसद हरि ढकालले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न गरेका थिए। सांसद ढकालले लाखौं युवा ठगिएको विषयलाई उठाउँदा सरकारले नजरअन्दाज गरेको आरोप लगाएका छन्। जवाब दिने क्रममा गृहमन्त्री रमेश लेखकले सदनको रोष्टबाट भोइ मान्छेहरूको आवाजलाई कटाक्ष गरेको टिप्पणी गर्दै आएका छन्। विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो? विमानस्थलभित्रको अनुसन्धान गरेको अनावश्यक कर्मचारी विमानस्थलमा थपेको सचिवालयका कर्मचारीको सचिवालयको कर्मचारीको सरुवा डिआइजीका सरुवा लगायत किन गरेको लगायतका प्रश्न गरेका छन्। आफूहरूले प्रश्नको जवाब नपाएको भनेर उनले आन्दोलन जारी राख्ने बताएका छन्। त्यसपछि रासपाका सांसदहरू बेलमै पुगेको जानकारी समेत दिँदै आइरहेका छन्। आउनुहोस् सभाहरूको खबरतर्फ लागौ। नेपाली काङ्ग्रेसका नेता जितजङ बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी रासपालाई नैतिकता सिकाउनु पर्ने र राजावादीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। रासपाले भिजिट भिसा प्रकरणमा नेपाली काङ्ग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेका बेला काङ्ग्रेस नेता बस्नेतले उल्टै रासपालाई नै नैतिकताको पाठ पढाउनु पर्ने बताएका छन्। राष्ट्रिय सभाको बिहिबारको बैठकमा बस्नेत नेताले भने, तपाईहरूले पार्टी सभापतिलाई मुद्दा लगाएको छ,
पार्टी सभापति जेलमा हुनुहुन्छ, जेलमा जाने पार्टी सभापति संसदीय दलकै नेता बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने अनि हामी नेपाली काङ्ग्रेसलाई चाहिँ नैतिकता सिकाउने, यो कस्तो नैतिकताको कुरा हो भन्दै बताएका छन्। बस्नेतले राजावादीहरूलाई पनि निराशा सोधे। उनले राजावादीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन्। 30 वर्षे शासन 40 वर्षे शासन गरेर आएका व्यक्तिहरू आज हेरौँ न उनीहरूको महलहरू, पञ्चायत महलहरू हेरौँ न, आज सम्पत्ति उनीहरूको जाँच्नु पर्ने हो, बस्नेतले भनेका छन्। उनले नेपालमा राजा फर्किन नसक्ने समेत उनले बताएका छन्। एउटा कुरा म स्पष्ट के भन्न चाहन्छु भने यो देश हामीले बनाउने हो, गणतन्त्र हामीले ल्याएको हो र राजा हामीले फालेका हौ। अब राजा आउन सक्दैनन्। उनले भने अब 4वटा तासको पत्ता चाहिँ राजा चाहन्छन्। राजालाई विष्णुको अवतारको मान्ने राजावादीहरूले पनि उनले व्यङ्ग्य गरेका छन्। उनले भने विष्णुको अवतारण राजा भएको भए त मूर्ति चोरिने थिएन होला, गजुरहरू चोरिने थिएन होला, कोकिनको दर्शकबिन व्यापार हुने थिएन होला, सबै कुछ गर्ने अनि विष्णुको अवतार भन्ने, विष्णुको अवतारले त गर्दैन होला, म पनि कट्टर हिन्दू नै हो भन्दै यस्तो घोषणा समेत गर्दै आइरहेका छन्। आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती विधेयक अगाडि बढाउने सम्बन्धमा केही समय पर्खिन आग्रह गरेका छन्। बुधबार नेपाली काङ्ग्रेसका नेताहरूसँगको छलफलमा उनले यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्री ओलीले बुधबार काङ्ग्रेसका नेताहरू र प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यसँग भेट गरेका थिए। राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले नै भेट गरेका हुन्। त्यसबेला निजामती विधेयकको विषयमा छलफल भएको थियो। खास गरी निजामती विधेयकमा रहेको अबाकसको उमेर र अबाकसपछि निश्चित समय संवैधानिक वा अन्य नियुक्ति नपाउने प्रावधानप्रति प्रधानमन्त्री ओलीको चासो रहेको छ। राज्य व्यवस्था समितिले हाल 58 वर्षमा अबाकस हुने रहेको प्रावधानलाई बदलेर 60 वर्ष पुर्याउने गरी विधेयक पास गरेर अगाडि बढाएको छ। अबाकस पाएपछि 2 वर्षसम्म संवैधानिक वा अन्य नियुक्त नपाउने प्रावधान समेटिएको छ। राजीनामा दिएका कर्मचारीको हकमा समेत यो प्रावधान लागू हुने गरी विधेयकको प्रतिवेदन तयार भएर सभामा पेश भइसकेको जानकारी दिँदै आएका छन्। 1 असारमा प्रतिनिधि सभामा पेश भएको निजामती सेवा विधेयकको प्रतिवेदनमा रहेका प्रावधानहरू उप शीर्ष नेताहरू नै सम्मतमा रहेका छन्। संसदीय समितिबाट सर्वसम्मत रूपमा पास भएर अगाडि बढेको विधेयक सभामा पुगेर अड्किँदा राम्रो सन्देश नजाने काङ्ग्रेस नेताहरूको भनाइमा प्रधानमन्त्री ओलीले केही समय मात्रै पर्खिन भनेका छन्। प्रधानमन्त्री नै पर्खिने भनेपछि त्यसअनुसार प्रतिनिधि सभाको क्यालेन्डर समेत तयार भएको छ। सभामा रहेको विधेयक कहिले अगाडि बढाउने यकिन नै नगरी प्रतिनिधि सभाको क्यालेन्डर तयार भएको जानकारी समेत दिँदै आइरहेका छन्। आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। नेकपा एमालेका सांसद सूर्य थापा ढकालले मुलुक सङ्घीय संरचनामा गए पनि प्रदेश र स्थानीय तहका सरकारलाई केन्द्र सरकारले उनीहरूको अधिकार दिन नसकेको बताएका छन्। बिहिबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले जबसम्म केन्द्रमा रहेका अधिकार स्थानीय तहमा हस्तान्तरण हुँदैनन् तबसम्म देशका युवा समस्या भोगिरहनु पर्ने बताएका छन्। यो गर्न सकिनौ भने त 3 वर्ष अघि जे कुरा उठाइरहेका छौ आज पनि त्यही कुरा म आगामी 3 वर्षपछि पनि यही कुरा उठाउनु पर्ने हुन्छ, ढकालको भनाइरहेको छ। उनले सत्तामा हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तिकारी कुरा गरेर समाजलाई उत्तेजित पार्ने प्रवृत्ति र गलत राजनीतिक संस्कार सच्याउन जरुरी रहेको बताएका छन्। उनले देशमा रहेका समस्या समाधान गर्न जनताले छानेर आफूहरूलाई पठाएको भन्दै कृषि पूर्वाधार लगायतमा समस्या समाधान गर्न सक्नुपर्ने बताएका छन्। हरेक आर्थिक वर्षमा अस्त आय व्ययमा छलफल गर्दा बजेटका पुस्तक च्यात्ने गर्छौ। उनले भने पोहोर परार र अहिले च्यातिरहेका छौ, आगामी वर्ष च्यात्ने छौ कि छैनौ? निर्वाचनका बेला सबै कामको जिम्मा लिएर आउने तर बजेट निर्माणको जनप्रतिनिधिको सहभागिताको बारेमा पनि छलफल गर्नुपर्ने तथा निर्वाचन प्रणालीका कारण मन्त्री भइसकेपछि आफ्नो ओडा र टोलमा बजेट नहाल्ने जनताले प्रश्न गर्ने भन्दै त्यो स्वाभाविक भएको जानकारी दिँदै आइरहेका छन्। यदि मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट हाल्ने प्रवृत्ति रोक्ने हो भने हाम्रा यी संरचना र सिस्टमहरू परिवर्तन गर्न सक्नुपर्छ, ढकालको भनाइरहेको छ। दर्शकबिन आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा प्रभावकालले राजनीतिक अस्थिरताको कुरा गरेर नेताहरूले आफ्नो गल्ती ढाकछोप गर्ने काम गरिरहेको बताएका छन्। बिहिबार प्रतिनिधि सभा बैठकमा खर्च कटौतीको बस्दापातीको छलफलमा भाग लिँदै सांसद शर्माले अस्थिरता सङ्ख्याको कुरा नभएको बताएका छन्। यो सङ्ख्याको कुरा होइन, अहिले त 2/3 बहुमतमै सरकार छ त। उनले भने 2/3 सरकार हुँदा पनि सरकार ढल्छ कि ढल्दैन, मेरो सरकार ढल्दैन
हुँदैन भन्ने दोहोरी चलिरहन्छ। पूर्व मन्त्री समेत रहेका शर्माले अस्थिरता सङ्ख्याको कुरा नभएर मेन्टालिटीको कुरा भएको पनि बताएका छन्। हाम्रो मेन्टालिटी अस्थिरता छ, अस्थिरता मेन्टालिटीका कारण स्थिर हुन सक्ने सम्भावनालाई पनि अगाडि बढाउन सक्दैनौँ। शर्माले भने कि आफ्नो डिफरेन्ट राख्नुपर्ने अवस्थामा हामी छौँ। 2048देखि 74सम्म आउँदा जनताले नेताहरूलाई अवसर दिएको भन्दै उनले 48मा एउटा नेतालाई, 64मा अर्को नेतालाई र 74मा जनताले अवसर दिए पनि त्यो अवसर प्रयोग गरेर नेताहरूले किन देशलाई समृद्धिको दिशामा अगाडि लैजान सकेनन् भनेर प्रश्न गरेको बताएका छन्। अवसर नपाएर होइन, पाउँदा पाउँदै पनि देशको समस्यालाई समाधान गर्ने दिशातिर अगाडि नबढेको सोच रहेको उनले भने। अवसर पाउँदा पाउँदै देश बन्न नसक्नु दुःख कुरा भएको बताएका छन्। उनले अवसर पाउने नेताहरूको नाम आफूले नलिने भन्दै भ्रष्टाचार बढ्नु, गरिबी बढ्नु र न्याय स्थापित नहुनुमा नेताहरू नै जिम्मेवारी लिनुपर्ने जानकारी समेत दिँदै आइरहेका छन्। आउनुहोस् सभाहरूको खबरतर्फ लागौँ। दर्शकबिन काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले आफूले पुराना कुरा बिर्सन चाहेको बताएका छन्। उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै बिहिबारदेखि काममा फर्किएका उनले कार्यभार सम्हाल्दै आफूले पुराना कुरा बिर्सन चाहेको बताएका छन्। बुधबार उच्च अदालतका न्यायाधीश ऋषि भण्डारीको इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको थियो। प्रमुख प्रशासकीय अधिकृत गुरुगाईले पाण्डेलाई गत जेठ 20 गते 6 महिनाका लागि निलम्बन गरेको थियो। उक्त निलम्बन विरुद्ध पाण्डेले मङ्गलबार उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। दर्शकबिन यसै गरी आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। नेपाली काङ्ग्रेसका सांसद चन्द्र भण्डारीले यो देश र नेपालको राजनीतिक नेतृत्व बुझ्नै नसकेको बताएका छन्। साथै उनले नेपालको जलस्रोतको सही उपयोग गरेर नेपाली जनतालाई छिटो समृद्ध बनाउन सकिने भए पनि नेतृत्वको कार्यशैली ठिक नभएको बताएका छन्। बिहिबारको प्रतिनिधि सभा बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो बताएका छन्। उनले जलस्रोत मन्त्रीले 28,000 मेगावाट बिजुली निकाल्ने प्रस्ताव सकारात्मक भए पनि नेपालका नेताहरूले सरकारको नीतिबाट विदेशमा भएका नेपालीहरूले पनि स्वदेश फर्केर पैसा कमाउन सक्छन् भनेर कुनै नेताले भाषण नगरेको बताएका छन्। अब जलस्रोत नीतिले देश बन्ने भयो भनेको हो, टेक एन पे अरे तैँले बना आवश्यक परे किनौला रे, बैङ्कले कहाँबाट लगानी गर्छ, के हो सोचाइ, के हो चिन्ता, के हो बुझाइ, के हो इमान्दारिता, के हो मैले यो देश बुझ्नै सकिनँ। उनले भने मैले यहाँको नेतृत्व बुझ्नै सकिनँ भन्दै यस्तो घोषणा समेत गर्दै आइरहेका छन्। आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। दर्शकबिन नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश सदस्य तथा पाथिभरा क्षेत्र विकास समाजवादीका कोशी प्रदेश सदस्य तथा समितिका अध्यक्ष रकी थेबेले आफूलाई कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खाङनिङ सिंहले 2 मुक्का हानेको बताएका छन्। ताप्लेजुङको प्रदेश निर्वाचन क्षेत्र 2बाट निर्वाचित गिरे जिल्ला पुगेका बेला थेबेसँग विवाद भएको थियो। उहाँ मादक पदार्थ सेवन गरेर आउनु भएको थियो। उहाँले मसँग 84 सालमा प्रतिस्पर्धा गर्ने र हो भनेर सोध्नुभयो। मैले त्यस्तो नबनेको बताएका छन्। उहाँले त्यही बिचमा मलाई मुक्का हान्नु भएको थेबेले बताएका छन्। घटनाका प्रत्यक्षदर्शीले पनि धकेल भएको विषय आफूले देखेको बताएका छन्। त्यहाँ धकेल भएको छ, छुट्याउँदै गरेको पनि देखेकै हो, नाम नबताउने शर्तमा उनले भने। घटनाको विषय सार्वजनिक भएपछि आफूसँग मिल्न दबाब आइरहेको थेबेले बताएका छन्। अहिलेसम्म उजुरी भने आफूले नदिएको, तर घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई थाहा भएको उनले बताएका छन्। यसअघि पनि विवादमा तानिएका थिए। 2080 भदौ 21 गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा सांसदबाट तत्कालीन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी राजन लिम्बुलाई ज्यान मार्ने धम्की नै दिएका थिए। उनले प्रहरीको हतियार खोसेको आरोप समेत लागेको जानकारी समेत दिँदै आइरहेका छन्। आउनुहोस् सभाहरूको खबरतर्फ लागौँ। सामाजिक सञ्जालमा कम्पनी मेटाले नेपालमा दर्ता हुन सरकारले दिएको चेतावनीलाई व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले वैशाख 12 गते 7 दिनभित्र दर्ता नभई सामाजिक सञ्जाल सञ्चालक कम्पनी मेटाले नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिँदै आएको छ। राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हक सम्बन्धी विभाग स्तरीय अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन पटक सूचना जारी गरे पनि अटेर गरेको भन्दै एक साताभित्र
दर्ता नभई प्रतिबन्ध लगाउने चेतावनी दिइआएको छ। आज असार 5 गतेसम्म न सरकारले मेटालाई कारबाही गरेको छ न त मेटा नेपाल दर्ता हुन आएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव जगेन्द्र ठाकुरले मेटाले अहिलेसम्म दर्ता हुन नआएको बताएको छन्। मेटा अहिलेसम्म दर्ता हुनका लागि आएको छैन। प्रवक्ता ठाकुरले भने मन्त्रीज्यूले 7 दिनभित्र दर्ता हुन नआई प्रतिबन्ध लगाउने चेतावनी दिएको 2 महिना पुग्न लाग्यो, कारबाही प्रक्रिया केही अगाडि बढाउनु भयो त भन्ने प्रश्नमा प्रवक्ता ठाकुरले भने पहिला दर्ता भएर नेपालको कानुन अनुसार काम नगरे पो कारबाही, दर्ता नै नभएको कम्पनीलाई कसरी कारबाही गर्ने, फेरि दर्ता हुनका लागि पत्रचार गर्नुभयो कि भएन भन्ने प्रश्नमा ठाकुरले अहिले केही पनि नगरिएको जानकारी दिइआएका छन्। 7 दिनको समय दिएर दर्तामा नआएर प्रतिबन्ध लगाउने चेतावनी दिँदा मन्त्री गुरुङले मेटाले मन्त्रालयले दर्ता हुन आउन 3 पटक सूचना जारी गर्दा पनि मेटाले व्यवस्था गरेको बताएका छन्। प्रवक्ता ठाकुरले त्यसपछि भने दर्ताका लागि सूचना जारी नगरेको बताएका छन्। नेपालमा फेसबुक, मेसेन्जर, इन्स्टाग्राम लगायत दर्शकबिन सामाजिक सञ्जाल नागरिकहरूले प्रयोग गरिरहेका छन्। ती सामाजिक सञ्जालबाट प्रत्येक घण्टा पैसा बाहिरिए पनि सरकारले उनीहरूले नेपालको कानुन अनुसार दर्ता गर्न सकेका छैनन्। प्रवक्ता ठाकुरले यस्तो बताएका छन्। अहिले स्ट्यान्डर्डलाई बनाउने तयारीमा रहेको बताएका छन्। त्यो गाइडलाइन बनेपछि विदेशमा कार्यालय भएका सामाजिक सञ्जाललाई त्यही गाइडलाइन अनुसार गर्न र दर्ताका लागि आह्वान गर्न सजिलो हुने बताएका छन्। यति भन्दै बिदा हुन चाहन्छौँ। फेरि पनि उपस्थिति हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि धन्यवाद भन्न चाहन्छौँ दर्शक।